नमस्ते साथीहरू, यहाँहरूलाई नेपाल क्रिकेट च्यानलमा स्वागत छ। आज चाहिँ हामी त्रिभुवन युनिभर्सिटी अर्थात् टियु मैदानको निर्माण कार्य चाहिँ कहाँसम्म पुग्यो त त्यसको बारेमा यहाँहरूलाई जानकारी दिनेछौँ। साथीहरू, हामी टियु मैदानमा प्रवेश गरिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ विभिन्न पिलरहरू निर्माणको कार्य भइरहेको छ। सँगसँगै फ्लड लाइट निर्माणको कार्य पनि जारी छ। साथीहरू, लगभग 30% कामहरू सम्पन्न भइसकेको छ भन्नुभएको छ प्रोजेक्ट इन्चार्जले। तपाईँहरूलाई प्रोजेक्ट इन्चार्जसँग गरिएको कुराकानी पनि हामी देखाउनेछौँ। साथीहरू, हामीसँग लास्टसम्म रहेर हामीलाई सुनेर अथवा हेरेर साथ दिनुभयो साथीहरू, र हाम्रो च्यानललाई सेयर, सब्सक्राइब, लाइक पनि गरिदिनु भयो साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ त्यहाँ ठुलो ठुलो पिलरहरू फ्लड लाइटको लागि निर्माण भइरहेको छ साथीहरू। सँगसँगै प्याराफिटको लागि चाहिँ पिलरहरू निर्माण गरिसकिएको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। सँगसँगै ठुलो ठुलो खाल्डोहरू खनिएको छ साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ कर्मचारीहरू काम गर्दै हुनुहुन्छ, आफ्नो कामहरू एकदमै तीव्र गतिमा गर्दै हुन्छ साथीहरू। अब चाहिँ यस निर्माणाधीन रङ्गशालाको प्रोजेक्ट इन्चार्ज अथवा प्याराफिट निर्माणको प्रोजेक्ट इन्चार्जसँग भएको कुराकानीहरूको केही अंशहरू राख्नेछु साथीहरू, सुन्नुहोस्। फिटको तपाईको हाम्रो इस्ट साइड र वेस्ट साइड गरेर दुईपट्टि छुटिएका छन्। इस्ट साइड भनेको अहिले तपाईले मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको छ। त्यो ब्याकग्राउन्डमा चाहिँ तपाईको 2 लाइनका कोलमहरू उठ्ने काम सम्पन्न भएर वालको काम भएको छ भने अन्य भित्री साइडहरूमा चाहिँ हाम्रो फुटिङ कास्टिङको काम चलिरहेको छ। हामीले भोलि नाइटसम्म यसको फुटिङ कास्टिङ सकेर पर्सि अथवा निक्का पर्सिसम्म सम्पूर्ण कोलम कास्टिङ सक्छौँ भने अबको 1 विक भित्र हामी यसको चाहिँ डिपिसीको लेभलमा आउने प्लिन्थ टाइपिङ गर्ने लेभलमा आउँछौँ भने वेस्ट साइड पट्टि चाहिँ तपाईको अहिले ग्रिड ए को चाहिँ सम्पूर्ण कोलमहरू कास्टिङका काम चलिरहेका छन् भने ग्रिड बी र सीडी को लागि चाहिँ फाउन्डेसनको काम सुरु भएको छ। फाउन्डेसन गर्दै त्यसलाई पनि सोलिङ पिसिस गर्दै अगाडि बढाउँछौँ भने ग्रिड लास्ट ग्रिडको पछाडि चाहिँ वेस्ट साइडमा चाहिँ तपाईको पाइलिङ भएर पाइलिङको काम पनि निरन्तर अगाडि बढिरहेको छ। लेभलको कुरा त तपाईको इस्ट र वेस्टको चाहिँ हाम्रो चाहिँ कुर्सी राखेर जाने भोलि ट्रेडका लेभलहरू चाहिँ सबैको एउटै हुन्छ। अहिलेको ग्राउन्ड लेभल भन्दा 750 अहिलेको कुन क्रिकेट खेल्ने हाम्रो ग्राउन्ड लेभल माथि हाम्रो लेभलसम्म चाहिँ हामीले ल्याएर टाइबिङ कस्छौँ। त्यो टाइबिङमा चाहिँ 750 mm भनेको 75 सेन्टीको टाइबिङ बस्छ। त्योभन्दा माथि स्ल्याब राखेर क्रमशः हामीले ट्रेडहरू बनाउँदै कुर्सी राख्ने ठाउँहरू बनाउँदै माथिसम्म जान्छौँ। वेस्ट साइडमा चाहिँ तपाईँको छैन। इस्ट साइडमा चाहिँ अन्डरग्राउन्ड पार्किङ पनि हुनेवाला छ भन्ने छ र लिफ्ट पनि हुनेवाला छ भन्ने छ र भर्याङहरू पनि छन्। ती चिजहरू भर्याङहरू चाहिँ हामीले अहिले बनाउँछौँ तपाईँको। अनि पार्किङका चिजहरू, लिफ्टका चिजहरू यी भनेका चाहिँ सरकारका गुरु योजनाका सेकेन्ड फेजतिर पर्लान्। अहिले हामीले बनाउने चिजमा छैन। यस्तो छ, तपाईँको आर्थिक रूपमा हेर्ने भए त हामीले कुर्सीहरू इन्स्टल गर्दाखेरि झन्डै 15-17% पैसा चाहिँ एकै सर्टमा कुर्सी इन्स्टल गरेर जान्छ। र भौतिक रूपमा हेर्ने भए हाम्रो जुन जटिलता थियो कामको जटिलताले हेर्ने भए जमिन मुनिको काम गर्नु भनेको कुनै पनि प्रोजेक्टको झन्डै 50% प्रोजेक्ट हुने हो। त्यो हिसाबले हेर्ने हो भने मेरो यहाँ पनि 30 एबभ प्रोग्रेस भइसकेको छ, किनकि कामको जटिलताको आधारले अब गरिने जति काम छ ती काम गर्नको लागि हिजोका जति समय नलाग्ने भएको कारणले कामको जटिलताको आधारमा 30% चाहिँ हाम्रो प्रोग्रेस भइसकेको छ। अहिले हाम्रो प्राविधिक टिम र हामी निर्माण व्यवसायबाट खटिएका टिम बाहेक 205 जना चाहिँ स्किल अनस्किल मेन पावरले चाहिँ हाम्रो फिल्डमा काम गरिरहनु भएको छ भने 20 जना चाहिँ हाम्रो आफ्नै प्राविधिक टिम छ प्रोजेक्ट म्यानेजर सहित भने हामी अरू 10 जना चाहिँ हामी जेबीका तर्फबाट खटिएका छौँ। प्रोजेक्ट म्यानेजरसँग भएको कुराकानीले यहाँहरूले सुनिसक्नुहुन्छ साथीहरू, देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ होइन एकदमै छिटो र तीव्र गतिमा काम भइरहेको छ। उहाँले पनि भन्नुभएको छ लगभग 30% काम समाप्त भइसकेको छ भन्नुभएको छ उहाँले, होइन। सबैभन्दा एकदमै टाइम लाउने काम भनेको जमिन मुनिको काम हो। जुन जमिन मुनिको काम हो त्यो लगभग सम्पन्न भइसकेको छ भन्नुभएको छ इन्चार्ज सरले चाहिँ। यस्तै विभिन्न नेपाल क्रिकेट सम्बन्धी जानकारीहरू पाउनका लागि साथीहरू यहाँहरूले हाम्रो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद।